बिहान बिहानै आज चाहिँ हुन्छ नि त यसो जापानिज लुक हानेर होइन दारीले अलिकति दारी सारी नआए त जापानिज बराबर कि यसो हान्थ्यो होला होइन तर पनि ठिकै छ दारी आए पनि होइन बब्बाले हाने जस्तो लाग्छ पिस आज चाहिँ मैले आफ्टर लङ टाइम पछि यसरी के बोर्ड भन्छ यसलाई यो के बोर्ड भन्छ यसलाई जे भए पनि ठिकै छ अहिले गएर त्यहाँनिर यसो ट्राई गरौँ आफ्टर लङ टाइम पछि यो चाहिँ मैले यतिकै थन्काइरहेको थिएँ अनि यसो फर्स्ट सुरुमा चाहिँ अलिअलि यसो सिकाए जस्तो गर्थेँ तर मलाई खेल्न त आउँदैन म प्रोफेसनल त होइन तर पनि होइन फोन आइदिरहेको छ मेरो बाइक हो है यो चाहिँ होइन 2 वर्ष भयो अहिलेसम्म 2 वर्ष भयो अहिलेसम्म साथीको यसले चाहिँ अनि अर्को बाइक छ क्या बाइकमाथि बाइक राखिरहेको छु यसो गर्दा गर्दै यो सकिसक्यो काठ हो नि त यो होइन यो त पुरै घटिसक्यो क्या फेरि नङ कत्रो पालेको भन्न न यो यस्तो काट्ने समय नभएर हो होइन आज चाहिँ फ्री छ आज चाहिँ मस्त काटिदिन्छु भनेर सोचिरहेको छु त्यस्तै छ लाइफमा टेन्सन नै छ हरेक कुराहरू दुःख सुख यताउति आउने रहेछ आइरहेछ है त्यो कुरालाई लिएर त्यो सम्झ्यो भने त अब त्यस्तै हो होइन सधैँ तनाव टेन्सनै हुन्छ त्यसो भएर त्यो कुराहरूलाई सम्झिन्न अनि यसो आज चाहिँ कतिमा डिप्रेस पाराले रुममै बसेर होइन अलिकति मुड फ्रेस गर्नु भनेर मैले सरी यहाँ चाहिँ बिहान सुतिरहेको क्या अहिले मान्छेहरूको काममा हुन्छ नि त काम गरेर आउने अनि काममा जाने बेला भयो अनि आज चाहिँ डे अफ भएर सुत्नेहरू त्यस्तैहरू नि हुन्छन् क्या होइन त्यस्तो मान्छेहरूलाई चाहिँ सरी हलियो भने त अब बिल्ला आउँछ फेरि आज चाहिँ अनि यस्तो बोर्ड अलिकति प्र्याक्टिस गर्नलाई सिक्नलाई भनौँ है म चाहिँ अलिकति सिक्ने क्रममै छु म बस्ने रुमतिर चाहिँ मेरो रुम साइडतिर चाहिँ यस्तो छ क्या गाउँ हुन्छ नि त अति नै बुढो हुन्छ नि बिल्ला घरहरू छ त्यही पनि रमाइलो छ यहाँनिर कोही कसैको हल्लाहरू केही चल्दैन हुँदैन होइन बाइकको ब्रेक चाहिँ डेन्जरै छ है फेरि यस्तो बाइकमा छ नेपाली यहाँ चाहिँ अहिले जापानमा चाहिँ पाइले पछि नेपालीहरू भेट्छ है यस नेपालीहरू पहिला चाहिँ हामीभन्दा 2-4 वर्ष अगाडि आउनेहरूलाई चाहिँ नेपालीहरू भेट्न नि हुन्छ नि त आफ्नो देश विदेशको दाजुभाइ दिदीबहिनी भेट्न पायो नि कस्तो आनन्द आउँछ होला है भने जस्तो टाइम थियो होला तर अहिले चाहिँ त्यस्तो छैन क्या अहिले त हेर्दै नेपाली होइन त भने जस्तो टाइपको हुन्छ क्या राम्रो काम गर्नेहरू पनि छन् होइन नराम्रो कामहरू गर्नेहरू पनि छन् तर भन्दै यहाँनिर चाहिँ खै के निर्माण गर्दैछ अब यहाँ चाहिँ भवनहरू बनाउँदै जस्तो लाग्यो यहाँनिर त फुटबल चौर भयो पहिला फुटबल खेल्न आइन्थ्यो बहुतै म चाहिँ यही हो प्र्याक्टिस गर्नलाई आज यसो बोर्ड लिएर आएको हुन्छ नि त आज चाहिँ सिक्दौँ भनेर धेरै भएको थियो फर्स्ट सुरुमा यो किन्दाखेरि क्या हुन्छ नि त्यो किन्दाखेरि चाहिँ मैले यसो प्र्याक्टिस अलिअलि गरेर जस्तो लाग्यो तर एक थोपो नआउने थियो क्या यो सिक्नु फर्स्ट सुरुमा सिक्दाखेरि त अति नै गाह्रो हुने लड्ने रहेछ है आज घाम यस्तो मिठो लाग्छ आफ्टर लङ टाइम पछि होला है यस्तो मिठो घाम देख्न पायो होइन नत्र त रुमको रुम एकैचोटि रात पर्थ्यो रातिमा यसो निस्किनु कुरो हुन्थेन होइन कि त काममा हुन्थ्यो अनि काममा भइसकेपछि पसलमा गरिन्छ पसलबाट बाहिर निस्किन्न
त्यस्तो हुन्छ नि त। त्यस्तो भइसकेपछि हुनै हुन्न क्या, घामसाम देख्ने, घामताम के अरे सरी घामहरू ताप्ने यताउति के हो। खै यो अडी फर्काउनै मिलेन क्यामेरा। What the heck man? What the heck? यो फर्काउनै मिलेन क्या केटाहरू, केटाकेटीहरू। बिहानको भाइ चाहिँ बब्बाले छ है, हुन्छ नि। मेरो बाइक पछिको माथि बाइक हालेर टक्क आज चाहिँ यसो सिग्नल आएको छु। रोड उतै नजिकै छ, पार्क हो यो चाहिँ। बच्चाहरू खेल्न त ठुलै आएर नि खेल्न हान्छन् बच्चाको माउहरू नि है। बेलुकामा आउनुपर्छ 5 बजीतिर, उनीहरूको पनि ड्युटी सकिएर अनि बच्चा खेलाउन आउँछन्। यसो बच्चाको माउ र बच्चा खेलेको हेर्न यसो रमाइलो हुन्छ है। यताउति पिङहरू हुन्छ, यत्रो रुख छ है। अब यहाँ चाहिँ यस्तो हुन्छ है, जापानमा चाहिँ यो रुखहरू यस्तो छ नि, हाँगाहरू के अरे सरी यो फुलहरू सबै पातहरू सब झरेको क्या हो, देखिरह नि अगाडिको जुन हो है। यता वरिपरि सबै त्यस्तै हुन्छ क्या यहाँको रुखहरू चाहिँ होइन। अब चाहिँ यहाँको साकुरा टाइपले क्या, अब साकुरा फुल्ने टाइम नि हो, जुन साकुरा फुल्ने टाइम हुन्छ नि जापानमा, त्यो टाइम चाहिँ एकदमै क्या डेन्जरै रमाइलो हुन्छ क्या है। मान्छेहरूले साकुरा, जापानको साकुरा भनेपछि चाहिँ एकदमै वर्ल्ड वाइडमा फेमसै छ क्या। अनि बिहान बिहान यसरी आउँदाखेरि चाहिँ यसरी चराहरू पनि देख्नु पाइन्छ है, यसरी उडेकै उडेको देख्न पाइन्छ है। ढुकुरहरू पनि देख्नु पाइन्छ है, सधैँ होइन, धेरै भएको छ ढुकुर देख्नु नपाएको। ल हेर्नुहोस् यस्तो तालले घुम्दैछ बिहानको घाम र चारा खोज्दै, बच्चा बालबच्चालाई पाल्नको लागि आएर खुवाउनको लागि खोज्दै हिँड्दा। त्यस्तो भन्दै आजको लागि अब ट्रेनिङ सुरुवात हुन्छ हाम्रो त भन्न नमिल्ने हो, म एक्लै छु त्यसबाट मेरो भनौँ न ल। बब्बाल छ बब्बाल। नलडोस् है, नलडोस्। उत्ता फर्केर जस्तो क्यामेरै हल्लिरहेको। बिहान त्यो जाडो भएर है टोपी लगाएको छ, फेरि यसले फेरि स्वाग देखाउन यताउति भनेर सोच्नु होला फेरि दाजुभाइले। त्यो चाहिँ होइन है, बिहान अति नै जाडो क्या। कान किन छोपेन भन्दाखेरि यो मुन्द्रा देखाएको है, 100-200 रुपियाँको मुन्द्रा भयो नि। लास्ट गाह्रो हुनेछ, ठिकै छ भन्दै। ओ माई गड, यसरी चलाउँछ है मैले। लडो भने त यो जाडो महिनामा हुन्छ नि बबाल दुख्छ क्या फेरि, तर पनि ठिकै छ, प्रायः जारी छ। सही निरन्तर हुन्छ यस्तो, लडे पनि उठ्न सकिन्छ, लडेर उठ्ने हो क्या जिन्दगीमा होइन। त्यस्तै गरी प्रयास चाहिँ जारी छ। पिच नभएर नि होला है, पिच भए त सररै गुड्थ्यो क्या, सम्म छ। यो चाहिँ बाल्लो टाइपको हो क्या, माटोहरू हुन्छ नि यो, त्यस भएर म चाहिँ प्रयास चाहिँ जारी छ क्या। या मा एकैचोटि अगाडि हुँदिन रहेछ क्या यो। त्यो ट्राई के अरे सरी युट्युबमा हेरेर सिक भन्दै थियो जापानिजले।
नाइस 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 ट्राई या सक्यो है अलिकति चाहिँ अहिले चाहिँ हुँदैन नत्र मैले चलाएकै थिएन क्या यो नाइस नाइस लभ इट है लभ इट यस कसम यो प्राउड मुभमेन्ट मेरो हुन्छ नि मैले पिचमा सिकाएको थिएँ अस्ति न होइन पिचमा सिक्दाखेरि चाहिँ ओह्रालो के अरे सरी ओह्रालो थियो अनि सरी कसरी अनि ओह्रालो थियो म सिक्दाखेरि यस्तो भएको थियो मलाई थाहा नि त डर लाग्थ्यो क्या यो कसरी चलाउने होला फेरि चढ्ने होला टाइप हुन्थ्यो तर अलिअलि अनुभव भइरहेको है लड्न चाहिँ लडेको छैन म हुन्छ नि त What the heck? What? ठाडो पऱ्यो क्या मोबाइल अब उताको पाल है घुँडा छ ढाड मसाज सरी के भयो भने त्यो ढाडलाई प्रेसर पुग्यो क्या घोडाको छालै गयो गट प्रयास चाहिँ गरिन्छ लडे पनि लडिन्छ तर घोडाको छाला गए पनि छोडिन्न यताबाट त हुन्छ यताबाट लडिन्न छ हाइट जय श्री हुन्छ नि त सिक्न चाहिँ ट्राई गर्नुपर्छ लडेर सिक्ने त हुन्छ कुरा नि होइन डर चाहिँ छैन है मलाई अझै पनि या तर आज फाइनली मैले फेस रिभिल गरिदिइहालेँ हुन्छ नि त कति पछाडिबाट मात्र भिडियो बनाउने भनेर आज मैले यसो फेस पनि रिभिल गरिदिएँ यस आई विल डु यो हल्लियो कि साह्रै हल्लियो